राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछाने पूर्वपक्षका लागि कारागार चलान भएका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालती प्रक्रिया पुर्याएर लामिछानेलाई सोमबार भैरवा कारागार पठाएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रञ्जित सिंह राठौरले सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको बताए। उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरवा कारागारमै रहने जानकारी दिनुभयो। उच्च अदालत तुर्सीपुरको बुटोल इजलासले थुनामै राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमान मार्फत भैरवा ल्याइएको थियो। भैरवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन्। शुक्रबार उच्च अदालत बुटोलले यसअघि जिल्ला अदालतले 1 करोड दरौटीमा छाड्न दिएको आदेश उल्ट्याउँदै पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी शुक्रबार राति नै पक्राउ परेका हुन्। काठमाडौँमा पक्राउ परेका रविलाई शनिबार बिहानै भैरवामा ल्याइएको थियो।